हेलो गाइस, हामी चाहिँ स्कुल छुट्टी भएर स्कुलको मुनि जंगलमा छौं हो। जंगलमा चाहिँ हामी निङ्गुरे खोज्दैछ। परेवा आन्द्रे भन्छ यो निङ्गुरे चाहिँ यस्तो टेस्टी हुन्छ कि परेवाको आन्द्रै जस्तो हुन्छ नि त टेस्ट हो। यता मिसले चाहिँ कुत्रुके मिस कुत्रुके देखाइदिनुस् त। कुत्रुके निङ्गुरो खोज्नु हुँदैछ हो। आज चाहिँ भने मिस र मेरो Our students are also helping us हो। तिमीहरूले त चिन्छौ के नानी हो? चिन्छ? के टिप्दैछौ? ट्युसन जानु ढिलो होला यहाँनिर हामीसँग निङ्गुरो खोजी बस्दाखेरि चाहिँ। कुतुर्का चाहिँ पवित्र मिसको लागि हो। यस्तो परेवा आन्द्रा चाहिँ मेरो लागि ओके। किनभने म चाहिँ घरमा एक्लै छु हो। मलाई चाहिँ यस्तोले पुगिहाल्छ। यति खोज्नुलाई चाहिँ खलखली नि हो। असिन पसिन भयो। हत्तु आज त यतिको लागि हेर्नुहोस् है गाइस। दुःख चाहिँ नगरेको होइन, नयाँ कुरो खानुलाई जङ्गलको त्यो पनि। आज चाहिँ भने यो पकाइन्छ। यसको नाम रहेको छ निङ्गुरो परेवा आन्द्रे। यसको टेस्ट चाहिँ यति दामी हुन्छ कि अब भन्नै सकिँदैन। हेर्नुहोस् है। मेहनत गर्नुपर्छ साथी हो। खानको लागि मेहनत गर्नुपर्छ। मेहनतको फल मिठो हुन्छ भन्छन्। यसलाई जसरी केलाउनुपर्छ नि त एउटा एउटा गरेर। देखो देखो जानम हम दिल अपना तेरे लिए आए। देखो देखो जानम हम दिल अपना तेरे लिए आए। केलाइसके 1 घण्टा लाग्यो केलाउनु पनि। आउनु यस्तो भयो गाइस। यो चाहिँ अहिलेको निङ्गुरो चाहिँ यस्तो भयो। घुर्दै जाँदाखेरि यस्तो हुँदो रहेछ। Thank you.